ल एकदमसँगले सम्पूर्ण साथीहरूमा त वरदान। अब हाम्रो यहाँ आजको कार्यक्रम सुरु भइसक्यो, यात्रा सुरु भइसक्यो। आजको प्लान चाहिँ त्यो माथिको डाँडा घुमेर आउने प्लान छ हाम्रो। अनि यो टोलीहरू पनि सायद त्यतै पुग्न लागेको जस्तो छ। डाँडा गेट चाहिँ छ हाम्रो। यो चाहिँ गार्बेज कलेक्सन गर्ने गाडी। यसै चल्न पडेगा जेब्रा क्रस पे। यो हो नि त यो टु मच टु हेलो 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 आई टु मच पनि लागिरहेछ। आइपुग्यो अब यो डाँडाको फेदतिर है। यस्तोहरू नि चलाउनु पाउँछ नि त यार। यस्तो बाइकहरूको कति छ भाडा यो खासै डाँडा चाहिँ केही छैन, डाँडा चाहिँ पक्लु छ। माथिबाट हेर्दाखेरि चाहिँ भ्यू अलि राम्रै आउँछ भन्ने कुरा हो। भनेर सुरु भयो। अरूभन्दा त्यो माथिको पुल चाहिँ खतरा स्टाइलमा हालिदिन्छ। हजुर के देख्नु भयो? हाइकिङ भयो। भ्याकल पनि भ्याकल सुतिरहेको थिएन माथि गएर चाहिँ मोहरो बाटो होला सायद। अनि त्यसपछि यहाँदेखि पनि यहाँबाट चाहिँ यसरी माथि कमरेड भन्नु पऱ्यो नि अब जङ्गल छिरेर। डाँडाको अलिअलि त्यो घर देख्न थाल्यो है। यो डाँडा माथिबाट भ्यू हेर्नुपर्छ अनि बल्ल शीतल हुन्छ। मेरो भन्दा पछाडि पछिकै डाँडा हो। अब गइसक्यो। तेल निस्क्यो गाई चपेपछि तेल निस्क्यो। यो चाहिँ लाबोगङ हो। लाबोगङ गइरहेको छ। निस्किँदैछ नि। We are at the top. अलि उठाउँछ। यो चाहिँ क्रोसियाको लगभग भनौँ योभन्दा टप रहेछ। त्यो पछिको अग्लो पाहाड भनेको क्रोसियाको यही हो। क्रोसियाको कमिस भन्ने ठाउँमा हो। यही हो घर चाहिँ यस्तो बनाएर छ। त्यही माथि सबभन्दा यस्तो डाँडाको टपमा यस्तो सामानहरू ल्याएर कसरी बनायो होला मान्छेहरूले। ठिक छ नि। घरबाट सायद के हो यो पनि फिल्मको सुटिङ हुँदै हो यता। नेपाली यिनीहरू रक क्लाइम्बिङ गरेर आएको रहेछ झुन्डेर। यो चाहिँ क्रोसियाको मस्ताङ हो है। मस्ताङमा चाहिँ अलिक चिसो भयो। तलतिर गएर चाहिँ पानी खान्छु पहिलो, त्यसपछि अनि एकछिन मारेर फेरि भिडियो गरिदिन्छु। कमिस दरबार
घुमन्दै हो घुमन्दै यो सिन यो डाँडा काँडाले आज पुरानो पाल्दै भयो अर्को गाउँ पुग्यो हामी यसमा बसेर अब यसरी थकाइ मारिन्छ ठक्क ल चेस टु अमिस तरिका ढुङ्गाहरू गुल्टेमा हावाहुरी जनावरहरू यताउतिले गुल्टाउन सक्छ यो तलतिर ढुङ्गा यहाँ तलतिर घरहरू हुन्छ घर यसरी जोगाइन्छ जाली साली लगाएर एक फोन गरेर घुमाउनै पर्यो त्यो सिनहरू यसरी टक्क देखाउनु पर्यो घुमाउनु पर्यो होइन हेर्नु पर्यो नि होइन यो डाँडा काँडाहरू यस्तो गाइस अब चाहिँ हामी चाहिँ लगभग यो टुरको अन्तिम छेडमा आइपुग्यौँ यो डाँडाभन्दा पछाडिको डाँडा सबै क्लियर हामीले माथि टप दायाँ बायाँ देब्रे तल यता सबै भ्यूहरू हेऱ्यौँ क्याप्चर पनि भयो होइन टक्क लाएर एउटा मोमेन्ट पनि भयो अनि यति बेलासम्म टक्क लाएर यति बेलासम्म भयो हेरेर साथ दिनुभएको सम्पूर्ण साथीहरूलाई चाहिँ मेरो हृदयदेखि धेरै धन्यवाद हजुर आउनु पऱ्यो घुम्नु पऱ्यो यताको ठाउँ डाँडा काँडाहरू परियो एकदमै राम्रो छ ल बाई बाई